सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। सो गाइज आज फेरि नयाँ दिनको सुरुवात सँगसँगै नयाँ ब्लग आइसकेको छ होइन। अनि सो च्यानलमा नयाँ भने सबैजना लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। कसै लागेको गाइजहरू के गर्नु अब विदेश आए पछाडि होइन, बिहानै उठेर होइन। सो मुखसुख धोएर चियासिया खाएर लाग्यो ड्युटीतिर। हेरौँ यहाँबाट आँटै आँटा छ क्या यहाँनिर, जिउभरि यो लुगाभरि आँटै आँटा छ क्या। यो यस्तो आँटाको काम गरे पछाडि आँटा त भइहाल्छ गाइजहरू। अनि सो गाइजहरू च्यानल नै हुन्छ सबैजना लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। धेरैजनाले माया गरिराख्नु भएको छ होइन। सो धेरै धेरै धन्यवाद कमेन्ट गर्नुभएकोमा। अनि अलिकति धेरै भिडियो वाच गरिराख्नु भएको छ, तर धेरैजनाले सब्सक्राइब गर्नु भएको छैन नि त। अलिकति सब्सक्राइब त गर्नु पऱ्यो नि त गाइजहरू, के भन्नुहुन्छ तपाईँहरू होइन। अनि माया र सपोर्ट एकदमै धेरै गर्नु होला गाइजहरू। अनि होइन अब एकछिन भिडियो बनाइन्छ। अब यो छाता र भाँचिन्छ होला, पानीको बोतल यसरी बोकेर गइन्छ। म चिसो पानी मैले चिसो पानी खाएको छुइनँ क्या अहिलेसम्म गाइजहरू। किनकि अस्ति आउँदाखेरि अलिकति बिरामी भयो, अनि क्लाइमेट पनि चेन्ज भयो। नेपालदेखि आएको, यहाँको मौसमसँग हावापानीसँग मिलेन, क्लाइमेटै मिलेन नि त। अनि सो गाइजहरू बिरामी हुन्छ। म चाहिँ चिसो पानी खान छोडिदिइसकेँ होइन, तातो पानी खाइँदैछ गाइजहरू। 3-4 महिना भयो होइन। अनि यस्तै हो गाइजहरू, कमेन्टहरू गरिराख्नु भएको छ। अनि सो कमेन्टहरू अब यस्तो उस्तै हो भन्छु म होइन। अब मैले प्रायः हरेक टपिकमा भिडियोहरू बनाएर आएको छु गाइजहरू, ब्लगहरू बनाएर आएको छु। तपाईँले हेरिराख्नु भएको छ, सपोर्ट गरिराख्नु भएको छ होइन। खुसी लाग्छ गाइजहरू होइन। अनि अब मैले हरेक टपिकमा भिडियो बनाउँदाखेरि होइन, म हरेक टपिकको बारेमा भिडियो बनाउँदाखेरि होइन, मैले अब त्यो टपिकहरूभित्र छिरेर होइन, अब भनौँ न त्यो कम्पनीको भिडियो बनाएँ होइन। त्यो कम्पनीभित्र चाहिँ छिरेर मैले काम त गरेको छुइनँ होइन। अब सो र पनि अब मैले यहाँनिर अरू नेपाली दाजुभाइहरूलाई सोधेर अथवा कसलाई सोधेर हुन्छ कि रिसर्च गरेर हुन्छ कि के गरेर हुन्छ होइन। अनि मैले त्यसरी तपाईँहरूले इन्फर्मेसन गरेर आएको हुन्छ नि त। अनि सो र पनि तपाईँहरूले धेरै सपोर्ट गरिराख्नु भएको छ होइन, सपोर्ट गर्नेले होइन। अब भिडियो वाच गरिराख्नु भएको छ, सब्सक्राइब गर्नु भएको छैन तर होइन। यस्तै हो गाइजहरू, जिन्दगानी भनेको के गर्नु त। अनि कम्पनीको विषयमा भन्दा चाहिँ नि अब यस्तो हुन्छ कि अब कम्पनीमा भनेको तपाईँलाई मेन पावरले होइन कुन कम्पनीमा के काम भनेर पठाउन लागेको छ होइन, लागतहरू कति भनेको छ होइन, अब सेलेरी कति होइन, अब कम्पनीले प्रोभाइड के गर्छ त होइन, खाना बस्न दिन्छ कि दिँदैन होइन। त्यो कम्पनीसँग मेन पावरसँग एकदम मजाले बुझ्नु होला। अहिले धेरै स्क्याम भइरहेको छ होइन। अनि अब सेलेरी भनेको अब यहाँ मोरिससमा भनेको त्यति धेरै चाहिँ हुँदैन, म चाहिँ भन्छु तपाईँहरूलाई होइन। अब यहाँ आए पछाडि काम गरेपछि मात्र थाहा हुन्छ क्या सेलेरी कति हुन्छ होइन। अनि अब महिनामा कति पैसा आउँछ भनेर चाहिँ यहाँ आएर टक्क काम गरिन्छ नि। यहाँ मोरिसस आइन्छ, अनि यहाँ आएर काम गरेपछि महिनामा टक्क सेलेरी हातमा आउँछ नि। त्यति बेला मात्र मेरो सेलेरी यति रहेछ है भनेर थाहा हुन्छ क्या। फिक्स हुँदैन कि होइन, अब फिक्सै हुँदैन क्या यहाँनिर चाहिँ सेलेरीको क्या। मेन पावरले त भनिदिन्छ नि यार, अनि होइन 17,000 18,000 20,000 21,000 भनिदिन्छ नि होइन। अब मेन पावरले क्यालकुलेसन गर्छ, 3 रुपियाँको रेटले क्यालकुलेसन गर्छ। मैले भनिरहेको छु बाह्रमा 3 रुपियाँको रेटले घर पठाउनु पैसा पाइँदैन होइन। 3 रुपियाँको रेटले क्यालकुलेसन गरेर 70 80 होइन, अब 60 पुऱ्याउँछ होइन। हुन्छ अब होइन 20,000 भयो भने पनि होइन, 20,000देखि उकालो सेलेरी छ भने ठिकै हुन्छ। तर मेन पावरले चाहिँ ज्यादा ढाँटिरहेको छ क्या। म अब के भन्नु यार, म नेपालको मेन पावरहरूलाई के सजेस्ट गराउँछु भन्छ भने अब यो विदेशको बारेमा चाहिँ तपाईँहरूले सत्य बोलिदिनु होला होइन। अब म यही भन्छु तपाईँहरूलाई, अब यदि यो भिडियो मेन पावरले हेरिराख्नु भएको छ भने होइन सत्य बोलिदिनु होला। अब मोरिसस आउने विषयमा चाहिँ म अरू देश त म गएको छुइनँ, मलाई अरू देशको बारेमा थाहा पनि छैन गाइजहरू, के हुन्छ कस्तो हुन्छ। म पहिलोचोटि मोरिसस आएको होइन, मैले गरेँ अनुसार एक्सपिरियन्स अनुसार मेरो एक्सपिरियन्स अनुसार नि होइन म चाहिँ के भन्छु भने तपाईँहरूले अब धेरै यस्तो सेलेरी उस्तो सेलेरी 21,000 22,000 25,000 सेलेरी भनेर तपाईँहरूले धेरै ढाँटिराख्नु भएको छ। कसलाई ढाँटिराख्नु भएको छ त? आफ्नै देशको युवाहरूलाई ढाँटिराख्नु भएको छ नि त, आफ्नै देशको नेपाली दाजुभाइहरूलाई ढाँटिराख्नु भएको छ। सो यो काम चाहिँ तपाईँले नगर्नु होला होइन। अनि लगानी त अब तपाईँहरूको ठाउँमा छ, अब के कति खर्च हुन्छ त्यो हामीलाई थाहा छैन। यो मेन पावरको विषयमा चाहिँ होइन, अब कस्तो प्रोसेसिङ चाल्नुपर्छ। लगानी त्यति धेरै पनि नराख्नु, आफूलाई प्रफिट राख्नुपर्छ। आफूले काम गर्नु चाहिँ प्रफिट राख्नुपर्छ, ठिक्कले राख्नु होला होइन। यहाँ 1 वर्ष 1.5 वर्ष 2 वर्ष ऋण तिर्नु लाग्यो भने कहिले कमाउने होइन। 1 वर्ष 2 वर्ष 3 वर्षको एग्रिमेन्ट होला, 3 वर्षको एग्रिमेन्ट होला होइन, कहिले कमाउने आफूले त्यो पनि हुन्छ नि त। अनि सो कम्पनीको विषयमा चाहिँ नि, कम्पनीको विषयमा भन्नुपर्दा चाहिँ धेरैजनाले कमेन्टहरू पनि गरिराख्नु भएको छ। अनि
त्यस्तै हुन्छ। अब मोरिससको पैसा भनेको होइन अब वर्क पर्मिटमा देखाउने भनेको 17,500 हो गाइजहरू। म बारम्बार प्रत्येक भिडियोमा हर भिडियोमा भनिरहेको छु होइन। यहाँ आएर मेन पावरले कति भनेको छ तपाईँहरूलाई? अब हामीलाई 16,500 भनेको तपाईँलाई 17,000 भनेको होला, कसैलाई 20,000 भनेको होला, कसैलाई 22,000 भनेको होला होइन। अलग अलग क्याटेगोरीको अलग अलग सेलेरी भनेको होला गाइजहरू। त्यो हुन्छ पनि, अलग अलग क्याटेगोरीको अलग अलग सेलेरी हुन्छ पनि। तर यहाँ अब सेलेरी चाहिँ यहाँ मैले अघि पनि भनिहालेँ, यहाँ आएर जब काम गरेर 1 महिना पुग्छ पैसा हातमा आउँछ अनि म थाहा हुन्छ कि अनि आफूले खर्च आफूलाई कति राखेर कति घर पठाउने भन्ने कुरो अनि आफूले होइन 1 महिना बितेपछि मात्र सबै कुरोको डिटेल्स हुन्छ क्या। अनि महिनामा मेरो कति खर्च हुँदो रहेछ, कति सेभिङ हुँदो रहेछ, कति घर पुग्दो रहेछ भन्ने कुरो अनि मात्र थाहा हुन्छ क्या गाइजहरू। त्यस्तो हुन्छ। एकदम धेरै बुझेर आउनु होला। अर्को एउटा कुरो अनि अब होइन कम्पनीहरू चाहिँ त्यस्तो हुन्छ। अब म चाहिँ के भन्छु भने उहाँबाट एउटा कम्पनीमा भएर काममा भनेर आउँछ, यहाँ आएर अर्को कम्पनीमा हालिदिइरहेको हुन्छ होइन। अब विश्वास आश गरेर होइन अब आइन्छ नि त यो कम्पनीमा गएको म होइन, यस्तो काम उस्तो काम भनेको हुन्छ होइन। तर काम चाहिँ यहाँ आएर अर्कै हुन्छ क्या, चेन्ज भइदिन्छ होइन। कसैलाई होटलमा भनेर ल्याएर कसैलाई खेतीबारीतिर लगाइदिन्छ गाइजहरू, कसैलाई खेतीबारीमा भनेर ल्याएर कन्स्ट्रक्सन लाइनतिर लगाइदिन्छ होइन। त्यस्तो हुन्छ क्या। कसैलाई मार्केटमा भनेर ल्याएर होइन अब उहाँ कहाँ उखु घारीतिर लगेर काम लगाइदिइरहेको हुन्छ। सब्जी कहाँ अब भनौँ न अब होइन उखु घारीतिर होइन सब्जी रोप्ने यताउति हेबीजाबी होइन यस्तोतिर काम लगाइदिइरहेको हुन्छ क्या। हुनु त अब काम भनेको सबै कामै हो होइन, पैसा पाइहालिन्छ। तर पनि अब एउटा काम भनेर आइन्छ, एउटा काम लगाउँदा त अलिकति रिस उठ्छ नि त गाइजहरू होइन। सबैलाई त्यस्तो हुन्छ नि त होइन। अनि सो त्यही भएर एकदम धेरै विचार पुऱ्याएर होइन एकदम धेरै भनौँ न रिसर्च गरेर आउनु होला। अब यहाँ धेरैजना फसिरहेको छ, एउटा काम भनेर आउँछ, एउटा काममा लगाइदिन्छ होइन। कम्पनीले भनेको त्यही हो, यहाँको कम्पनीले सबै प्रोभाइड गऱ्यो भने यहाँनिर अब होइन तपाईँको खानेकुरादेखि लिएर बस्ने कुरोदेखि लिएर होइन सबै कम्पनीले प्रोभाइड गर्छ। अनि आउने जानेदेखि लिएर सब कम्पनीकै हुन्छ। अनि बोनस पनि दिन्छ कम्पनीले होइन। अब ठुल्ठुलो कम्पनीहरूले त बोनस पनि दिइरहेको हुन्छ। अब हाम्रो चाहिँ बोनस आउँछ आउँदैन थाहा छैन गाइजहरू होइन। हाम्रो सायद सानो कम्पनी भने सानो होटल हो, प्राइभेट होटल हो नि त। अब उयो भनौँ न कम्पनी ठुलो यसको ब्रान्च पनि छैन नि त, एउटै मात्र हो नि त। अनि हाम्रो बोनस दिन्छ दिँदैन थाहा छैन गाइजहरू। हामीले अलिकति गल्ती गरिरहेछ क्या यो होटल लाइनमा आउनुको लागि। कन्स्ट्रक्सन लाइनमा आउनु आएको भए चाहिँ अलिकति पैसा हुन्थ्यो जस्तो लाग्यो। हुनु त अब होटल लाइनमा अलिअलि भए पनि एक्सपिरियन्स थियो होइन। अब इन्डियातिर गएर गरिएको थियो अनि त्यही भएर चाहिँ होटल लाइनमा पेसेको होइन। तर पनि अब यहाँ अब थाहा भएन नि त यो त्यसमा त्यस्तो हुन्छ भनेर। अब होटल लाइनमा पेसेको अब भ्याकेन्सी पनि होटलको खोलिरहेको थियो होइन। अनि पेसेको भइ पनि हाल्यो आइयो पनि। तर अब नि के गर्नु या ठुलो होटलमा परेको थियो भने राम्रो हुन्थ्यो होला। तर हाम्रो चाहिँ अलिक सानो होटल पऱ्यो, तर पनि ठिकै छ गाइजहरू। तपाईँहरू आउँदाखेरि चाहिँ एकदम विचार पुऱ्याएर ध्यान दिएर आउनु होला। अब कम्पनी लाइनमा सेलेरी भनेको त्यही हो, यहाँ आएर जब पैसा थापिन्छ हाल्नु अनि मात्र थाहा हुन्छ होइन। तर पनि अब म्याक्सिमम् सेलेरी भनेको 17,100 वर्क पर्मिटमा खुलाएको हुन्छ होइन। अब 17,100 खुलाएको हुन्छ। त्यस पछाडि भनेको यहाँ आएर पायो भने मान्छेहरूले 20,000 21,000 होइन। अब ओभर टाइम मिल्यो भने होइन 22, 23, 25सम्म कमाउँछ मान्छेहरूले। अब राम्रो कम्पनीले ग्रामा कम्पनीहरूलेदेखि लिएर अरू कम्पनीहरूमा त धेरै हुन्छ पैसा होइन। भनौँ न काम अनुसारको पैसा हुन्छ। अब धेरै भन्दा पनि काम अनुसारको पैसा हुन्छ। आफूले जति धेरै खट्न सक्यो त्यति धेरै कमाइ हुने हो गाइजहरू। म चाहिँ यही भन्छु होइन। कम्पनीको विषयमा चाहिँ त्यही हो। अनि हरेक कामको हरेक अलग अलग सेलेरी हुन्छ होइन, अलग अलग सेलेरी दिन्छ। यहाँ आएपछि मात्र थाहा हुन्छ कि महिनामा पैसा हातमा परेपछि मात्र थाहा हुन्छ क्या अब कति कमाइ हुँदो रहेछ, कति सेभिङ हुँदो रहेछ भनेर है त गाइजहरू। अनि एकदम विचार पुऱ्याएर आउनु होला। धेरै लगानी चाहिँ नतिर्नु होला गाइजहरू होइन। यहाँ आएर धेरै लगानी नतिर्नु, धेरैजना डुबी पनि रहेको छ। अनि भिजिटमा आउने हुनुहुन्छ भने भिजिटमा चाहिँ बन्द आउनु होला गाइजहरू होइन। भिजिटमा आएर धेरै दुःख पाइरहेको छ नेपालीहरूले होइन। त्यही हो ल गाइजहरू। वर्क पर्मिट निकाल्न सकेको छैन क्या, मेन भनेको वर्क पर्मिट निकाल्नु पऱ्यो नि त। वर्क पर्मिट निकाल्न सकेको छैन, वर्क पर्मिट ननिकालिकन अनि यहाँ पुलिसले लगाइदिन्छ क्या, पक्रिदिन्छ। यहाँ धेरैजनालाई पक्रिरहेको छ पनि होइन, मैले सुनि पनि रहेको छु। अनि अस्ति हामीलाई यहाँ ल्याउने मान्छेले पनि भन्दै थियो तिमीहरू त भाग्यमानी रहेछौ होइन, तिमीहरूलाई त राम्रै डकुमेन्टहरू सक्कली डकुमेन्टहरू बनाएर पठाइदिएछ तिमीहरूको एजेन्टले होइन। यहाँनिर धेरैजना नेपालीहरू हामीले देखिरहेको हुन्छौँ, साइडमा जान्छौँ भागेर काम गरिरहेको हुन्छ होइन। अनि सो उनीहरूको डकुमेन्ट्सहरू पनि नक्कली हुन्छ होइन। अब तिमीहरू चाहिँ राम्रो रहेछौ, तिमीहरूलाई चाहिँ केही पनि हुँदैन। तर धेरैजना फँसेको रहेछ नेपालीहरू भन्ने कुराहरू गरेको थियो क्या। यहाँनिर चेकिङमा आइबस्छ नि त है। ल गाइजहरू डकुमेन्टहरू आउँदाखेरि एकदम चेक गर्नु होला राम्रो होइन। अनि धेरै लागत पनि नतिर्नु होला गाइजहरू। त्यही हो है। अनि ल बाई।